सुनौलो घामको किरणसँगै वेलकम छ फेरि पनि तपाईँहरूलाई मेरो मिनी ब्लगमा। आज चाहिँ मैले घरमै पाइने करकलोको गाभाको मिठो तरकारी बनाउने रेसिपी लिएर आएको छु। हेरेर तपाईँले पनि ट्राई गर्नु होला। मैले चाहिँ आगो फुकेर त्यसमा पानी हालेर कुकरमा सिटी लाउने सोचेर पानी बसालेको छु। उम्लिसक्यो, बेसर हाले, नुन हाले अनि पानी उम्लिसकेको थियो नि त काटेर राखेको करकलोको गाभा पनि हालिदिएँ। त्यसलाई चाहिँ तातो पानी उम्लिसकेकोमा नै हालिदियो भने एकदमै राम्रो हुन्छ। अनि मलाई चिलाएको थियो कि धुँदा, अनि त्यसलाई मैले राम्रोसँग चलाइदिएँ। पानी चाहिँ अलि बढी भयो जस्तो लागेको छ मलाई रेलले नै, अनि भएको पनि थियो तर तपाईँहरूले चाहिँ ठिक्क हाल्नु होला है त। अनि मैले चाहिँ कुकरमा सिटी लाउन छोडिदिएँ। यसरी पकायो भने एकदमै मिठो हुन्छ कि। तपाईँहरूलाई टेस्ट गर्नुभएको छैन भने टेस्ट गर्नु नै भनेर यो भिडियो बनाएको। म चाहिँ गाउँको भ्यू देखाएको छु। हाम्रो घरमा चाहिँ कस्तो राम्रो सुनौलो घाम लागेको छ कि, मलाई यस्तो घाम कति मनपर्छ। अनि यो बेलामा फोटो खिच्दा पनि एकदमै राम्रो देखिन्छ। हाम्रो घरमा चाहिँ बाख्राहरू छ, म तपाईँहरूले चाहिँ बाख्राहरू देखाउन लागेको नि त। अनि बाख्राहरूले घाँस खाइरहेका छन्। अनि यता हाम्रो सिटी पनि लगाइसकेको छ। 1 इन्जेलसम्म आगो थियो नि त, एकैछिन सिटी लागेको थियो क्या। अनि सिटी लगाएको पनि भिडियो गराउँ भनेर गराएको। अनि मैले चाहिँ त्यसलाई निकालिसकेँ, एकदम रेडी भइसकेको छ। त्यो चाहिँ अर्को भाँडामा निकालेको नि त। अनि गाउँकै लोकल टमाटरलाई काटेँ, तेल हालेँ। अनि त्यसमा चाहिँ मैले प्याज पनि काटेको थिएँ, प्याज हालिदिएँ। अनि त्यसमा प्याज हालिदिएपछि हामीले एकछिनपछि चाहिँ प्याज अलिअलि ठिक्क भएपछि चाहिँ एकछिनपछि चाहिँ मैले लोकल टमाटर पनि हालिदिएको छु। लोकल टमाटर हालिदिएर त्यसमा चलाउनुपर्छ 5 मिनट जति तपाईँहरूले चलाउनुहोस्। तपाईँहरूको आगो कस्तो लाउनु भएको छ त्यही अनुसार चलाउनु पर्ने हुन्छ। त्यति त तपाईँहरूलाई नै थाहा छ, पकाउने मान्छेलाई होइन, भनिराख्नु पर्दैन। अनि तपाईँहरूले त्यसमा चाहिँ मैले घरमै धनियाँ, लसुन, जिरा खोर्सानी गरेर नर्मली बनाउने एउटा पेस्ट हुन्छ नि त तरकारीको लागि मसला, त्यही हालिदिएको छु। अनि त्यसलाई पनि मैले चलाएको छु। अब यही मसलामा चाहिँ हामीले अघि नैको करकलोको गाभा हाल्नुपर्ने हुन्छ। त्यसलाई चाहिँ राम्रोसँग चलाएर मैले पाक्न दिएको छु। मैले चाहिँ यो भिडियो बनाउँदैछु, मम्मीले चाहिँ चलाउँदै हुन्छ। आफै यस्तो बनाउन मन लाग्छ अरूहरूको भिडियो देख्दा है, तर के गर्नु, पछि आफूले चाहिँ गर्नै सकिँदैन क्या। हाम्रो मसला चाहिँ रेडी भइसकेको छ। अनि चाहिँ अघि नैको करकलोको गाभा हालिदिइसकेको छु मैले चाहिँ। अनि मोबाइलमा चाहिँ पुरै त्यो धुवाले गर्दाखेरि राम्रो नै भएको थिएन, मैले त पोस्टेँ है। अनि हाम्रो चाहिँ रेडी भइसकेको छ, हेर्नुहोस् अँधेरो अँधेरो भइसकेको छ कि। पकाउँदा अघि नै त कस्तो उज्यालो भइसकेको थियो नि त, टाइम लाग्छ थोरै। अनि हाम्रो चाहिँ एकदमै मिठो, तपाईँहरूलाई देख्दा पनि लागेको छ होला नि त कति मिठो हुन्छ भनेर। गाभा हाम्रो नर्मली पकाइन्छ, तर यो चाहिँ अलि राम्रो मिठो तरिकाको हो कि। गाभा त तपाईँहरूले खानुभएको होला, तर गाभा भनेको नर्मली पकाउने तरिका हो, यो चाहिँ एकदमै मिठो तरिका हो क्या पकाउने। तपाईँहरूले ट्राई गर्नुभएको छैन भने ट्राई गर्नु।